सो हेलो गाइज, आज चाहिँ हामी नाक्साङा जान आँटेको भोजपुरको झरना भनौँ विशेष ठाउँ यताबाट उता पर पनि झरना छ, अझै उता नाक्साङाको छेउमा अझै ठुलो टन्नै झरनाहरू छ है। अन्त यो हजारौँमा एक मात्र पर्यटकीय स्थल हाम्रो प्यारो नाक्सागा भनौँ भोजपुरको सबभन्दा। अनि र हामी चाहिँ आज पूर्णेको दिन जाँदैछौँ। यस, अनि अब हामी देखाउँदै जानेछौँ तपाईँहरूलाई र तपाईँहरूलाई अब जस्ट लुक एट दिस भ्यू ब्रो। यहाँबाट जानुपर्छ होइन, ऊ त्यहाँ नाक्सागा, ऊ त्यहाँ हो, त्यो हो, यो पानी झरिराखेको नाक्साङा हो। हाम्रो चाहिँ बाटो यस्तो छ अनि त्यही हो। अब हेर्दै जानुहोस् होइन भिडियो। मान्छेहरू त उड्यो कि क्या हो ल। And I'm very excited to go on नाक्साङा because म धेरै वर्षपछि गइरहेको छु। कति भयो होला है, 10 कि कति वर्ष जस्तो भयो होला है, 10-12 वर्ष भइसक्यो म नाक्साङ आएको। पहिला चाहिँ आएको थिएँ। अब हेर्नुहोस् हाम्रो टिम। अनि यहाँ काकापट्टि बाटो यताबाट रहेछ, तल्लो बाटो यहाँबाट रहेछ। बाटो चाहिँ एकदम डरमर्दो छ होइन, त्यस्तो छ। ओइ तल्लो बाटो त होइन त साइला? त्यही बाटो भएको। उही वाउ, जस्ट लुक एट दिस। हेलो गाइस, हाम्रो हिँडाइ चाहिँ एकदम मर्द भइरहेछ नि। अनि हाम्रो के भन्छ, I'm going to special place Naxaga, and then I am on the Bajang. अलिक इङ्ग्लिस मेरो कम्प्लिट छ, तपाईँलाई थाहा छँदैछ। अनि इङ्ग्लिस बोल्न आउँदैन, म नेपालीबाटै भनिहालेँ है त। सरी, मिल्दैन होइन, तर पनि ठिक छ, मलाई माफ गरिदिनुहुन्छ। अब त्यही हो है। अब नाक्साङा जाने हो, भिडियोहरू खिच्ने हो, फोटोसोटो खिच्ने हो। जहिले भ्लग बनाउन आँटेको बेलामा घरबाटै बनाउँछु भन्छु, बिर्सिहाल्छु। अनि टाढा पुगेपछि मात्रै, घरबाट अलिकति टाढा निक्लेपछि मात्रै। गाउँमा त गाई के भन्दो रहेछ होइन, हुडीलाई के भन्छ अरे? जम्पर। हुडीलाई जम्पर भन्दो रहेछ, बोतललाई टुम्लेट भन्दो रहेछ। बोतल कि केलाई टुम्लेट भन्छ नि, खोइ केलाई के भन्दो रहेछ है। अनि त्यही हो। त्यो को हो त्यो पछाडि बोक्ने? ए, निसा बुङले बोकिरहेको रहेछ। वाउ, जस्ट लुक एट दिस भ्यू ब्रो। होइन अब गाउँघरको बाटो यस्तै हो। एन्ड सयपत्री बाटोहरूभरि फुलिरहेको छ। फुलको बास्ना जस्तै तिमी हृदयमा लुक्दै आउने मिठो सपना जस्तै तिमी बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला बगैँचामा। दुईचोटि रिपिट गर्छ होइन र? हामी काका भतिज होइन। हो हजुरको नजर मिठो बोली वचन राम्रो त्यहाँदेखि आएन होइन। जस्ट लुक एट दिस भ्यू ब्रो, वाउ, अमेजिङ। एन्ड सी यु अन जाउन। ओके, तपाईँ पनि जोइन हुनु।
गाइज अनि यो ठाउँमा चाहिँ जुकै जुका रहेछ है। अङ्कलकोमा 3टा भेट्यो होइन, कति भेट्यो अङ्कल? 27वटा भेट्यो अरे माथि। हुन त टन्नै जुका छ यार। अघि एकछिन भर्खर बसेर चाहिँ चेक गरेको त आम्मा टन्नै छ। मेरोमा चाहिँ परेन होला कि पऱ्यो होला, परे नि परोस्। एकछिन खाओस् रगत, मजाले खाओस्, त्यसपछि लास्टमा मार्नुपर्छ त्यसलाई। भेषमा चाहिँ नपरोस्, भेष चाहिँ त फोहोर होला भन्ने डर मेरो। त्यही हो। जस्ट वाउ, वी आर पूर्वेली हामी के हो, के भन्छ, हामी के पो हो अङ्कल? त्यो हिँड्ने मान्छेले के भन्दै? वी आर पूर्वेली यात्री होइन। मान्छेहरू जुत्दैछ, हाम्रो टिमहरू जुत्दै हुनुहुन्छ। अनि टाँसी यस्तो छ यार जुगा यस्तोतिर। यहीँ टाँसी सक्यो नि मेरो। लेसबाट छिर्छ यार जुकाहरू। गाह्रो छ त्यस्ता जुका, नाथे जुका है। हातले टिप्दै फाल्नुपर्छ त्यस्तोलाई चाहिँ। आम्मामा जुकाहरू त यत्तिकै छ यार, यत्तिकै। लेसभित्र छिरेर झन्नै खाइसकेर चाहिँ मैले लेसमा हेरेँ, लेसमा रहेछ टिपेर फालिदिएँ। अनि त्यो अब तर धेरै जस्तो मान्छेहरूले जुकादेखि डर लाग्छ। जुकाले के गर्छ र अङ्कल? धेरै जस्तो मान्छेहरू के जुकादेखि डराउँछ कि जुकाले टोक्ने मात्रै हो, रगत मात्रै खाने हो। खानु त डराउनु चाहिँ किन पऱ्यो कि? यसो रगत डोनेसन गर्दा पनि के हुन्छ, ब्लड डोनेसन भनेर काठमाडौँवासी म गाउँमा आएर जुकाहरूलाई ब्लड डोनेसन गरेँ भने कस्तो गर्व हुन्छ होला यार। अब तल खोल्सा आइसक्यो है। यहाँ त बाटैभरि जुका छ हेर लिली। त्यस्तै छ बाटो पाहाडको है। सुन अङ्कल, यहाँ बोल्नु ल, तपाईँको पालि ल। क्याच गरेँ, क्याच गरेँ। कस्तो क्यास? ल अब बोल माथि। हेलो गाइज, आज चाहिँ हेर्नु न, अब अघि पनि बोलिहाल्यो, जुका चाहिँ लास्ट लाग्दो रहेछ कि यता। अब तपाईँहरूलाई हेर्नु त मन छ यसरी, तर यता बाटो पनि हेर्नुपर्ने छ कि, अप्ठ्यारो छ कि पहाडको बाटो। बाटोभरि सिस्नु जुका छ, झोरगाडी छ नि त। सो त्यही भएर यस्तो अप्ठ्यारोमा छौँ कि तपाईँहरूलाई देखाउने चान्सेसै मिलिरहेको छैन मजाले हाम्रो फेसहरू पनि। अनि ब्याग चाहिँ कसरी गर्छ भाइ? हेलो गाइज, अब हेर्नुहोस् पछाडि छ मेरो भतिजो, अनि म चाहिँ अब हामी थुप्रो छौँ, 11जना छौँ। सिनो केटाकेटी पनि लिएर आएको नि त, त्यही भएर त्यस्तो छौँ। हेर्नुहोस् जुकाले खाने नै भयो बाटो। यस्तो के झोडी रहेछ कि बाटो पनि, त्यही भएर चाहिँ अलिक कठिनाइ नै भइरहेछ भाइहरू। अब भरे म मेरो जुत्तामा जुका परेको रहेछ भने म जुका परेको तपाईँहरूलाई देखाउँछु। कतिको रगत चुसेको नास्ताले भनेर देखाउँछु म। त्यही हो चाहिँ अब काका भति झुन्दैछौँ। खोल्सा पुग्न आँट्यो। खोल्सा यो कुन खोल्सा पो हो? यो बेरे खोला, खोलाकै खोला। ओए अङ्कल कतिवटा? यता देखाउनु नि, यता यहाँ हेर्नुहोस् गाइस, 3टा। ए यहाँ जुत्तामा जुकाहरू त गाइस, जुकादेखि चाहिँ डराउनु हुँदैन है गाइस। यता पछाडि पनि छ, सब खान थाल्छ।
खत्तम गाइस खत्तम झन्डा रगत चाहिँ आएको छैन यही मेरो पाली अब त्यही हो। हेर्छु चिलाउनु थाल्छु जुका 5वटा 6वटा पर्यो है अब ऊ यहाँ चढ्दैछ अझै मेरो गाई जुका गाई चाहिँ मतीको बान जुगाहरू थोरै छ होइन गाई अब आज चाहिँ कन्ट्रोल गरेर एउटाले अलिक खोल्सामा भेटौँ मैले गाई छैन अब चाहिँ तलबाट मान्छे तार्दैछ हाम्रो यहाँ चाहिँ साइला अङ्कल होइन अनि हाम्रो कान्छा अङ्कलले तान्नु सार्नु हुँदैछ मान्छेहरूलाई हामीलाई चाहिँ पर्दैन किनभने किराती हो वी आर किराती सो द्याट सो आई तर पर्छ होला यार पर्दैन भनेर अहिले धम्की मात्रै दिने होला वो जुगान छन् छ है गाइज अब त्यही हो हामी अब खोल्सा तर्छौँ होइन त्यही हो खोल्सा चाहिँ अब जुत्ता खोल्नै पर्ने हो आफू नि त अब सक्छ भने के भन्छ पानी पनि खतरा छ हामी त Ando. जुकाले खायो अहिले आएर रेस्ट रेस्ट जुकाले थोरै आयो टिकटक बनाउँदैछ कोही कोही त किसन बागा आवाज बनाउँदै छैन एकछिन पानीमा छैन अरे गाई हिँड्न सक्दैन यार फोर्स ल्याएर पानी यार यहाँ राम्रो आउँदैन हौ यहाँ यहाँ मेरो होइन त्यो फालिदिँदा हुन्छ अर्काको जुत्ता हो त्यो ए ल म चाहिँ भयो म अब जुत्ता लाउँछु ल देमाहरू चाहिँ अगाडि जानु भइसक्यो होइन मासला जुगा त होला यार थोरै पो थियो त भिडियो रेकर्ड गरिरहेको छ मेरो दाई भनाउँदो मासला लन्ठु अनि जुत्ता हेर्नु भरे खाइदियो भरे फेरि जुगाले खाइदियो भने त तनाव फेरि तिनवटा थियो ल एउटा छोरो होला जुत्ता लाउने डर लाग्यो मलाई ए जुका आउँछ भनेर
जुगानबेरी सानो एउटा दुईटा भयो त ल ठिकै हो भनौँ होइन माछालाई एकैचोटि 5-6वटा पर्छ जुका पनि नडराउ म छु पौडी खेलेर बचाइदिन्छु ठिक छ होइन यस्तै हो सुटिङ हुँदैछ सुटिङ जुत्ता भिजेर केही छैन जुकाले डिस्टर्ब हानेर त्यस्तै होइन जुका फेरि मेरो एउटा मात्रै परेर एकैचोटि हेर्दाखेरि यहाँ टिप्दै फाल्दा नि नसकिने क्या नाकसँगको यात्रा आदि चाहिँ भयो नाकसँगको यात्रा आदि भयो रे या किसन बाङ्गाले भन्दैछ अब फेरि त्यस्तो जुका भएको बाटो कति होला अब छैन अलिकति बाँकी छ होइन अलिकति बाँकी छ त्यहाँबाट रोटै रोड हो झन्डै खोलामा हो गाइज पैसा र छोरामा माया कोही भिजेको छैन यहाँ मलाई तल भइसिने हो नि त निनामे भइसक्यो चाहिँ हेलो गाइजहरु बाटो चाहिँ एकदम अप्ठ्यारो छ होइन हामी चाहिँ एकदम अगाडि भिडमा पसिरहेको छ ठाउँ चाहिँ एकदमै गाह्रो छ उकालो हिँड्न चाहिँ रमाइलो रोचकै छ उकालो चाहिँ फर्स्टै उकालो यार कति ब्युटी यार ल हजुर उडेर जाने यो मन त अफु यत्रो के भेट्यो यार राम्रो छ त यार यो मास्तिरको बाटोबाट हुँदै आएको गाह्रो छ हात गलेर यस्तो छ बाटो जन्मदिन छ त ठिकै छ होइन अब भरे आउँदा चाहिँ बरु ठिकै होला होइन तर अहिले चढ्दा चाहिँ गाह्रो भइरहेछ यार त्यही पनि इन्ट्रेस्टिङ छ ओ दाइ ओ हो मान्छे त हो न होला नला ओ दाइ घर चाहिँ अङ्कलहरू र दाइ छ त्यही भएर भनेको थाकिसक्यो यार म आज म बल नखेल्न नसक्ने म मान्छे हो यता छ नि आज चाहिँ म फेरि एकदम बल खेल्ने मान्छे हो होइन एकदमसँगले अब जित्ने प्लान चाहिँ हो हाम्रो माथि
पामाहाममा आज एकदम रोचक गेम हुनु गइरहेछ है। हामी पुग्नु साथ अब एकदम चाहिँ होइन राम्रो बल खेल्ने योजना हाम्रो। आज चाहिँ तल छ मास्तल लुन्डेहरू। हाम्रो गाउँ पामाहाम भन्ने मास्तिर होइन पामाहाम पामाहाममा आज बल चाहिँ एकदम रोचक मास्तिर छ। पामाहाममा बल आज धर्रो चल्छ अरे भनेको मैले नि हिजो सुनेको। तर भलिबल खेल्न आउँदैन, अलिअलि मात्रै आउँछ। फुटबल खेल्ने मान्छेलाई भलिबलको के आस्था होइन। ल अहिले माथि भेटौँ न, सकिनँ मैले। तल्लदेखि टोकेर आएको है गाई चाहिँ होइन, त्यो पारिसक्यो जुत्ताभित्र होला है। यहाँ पनि यहाँ नङमा टोकिदियो, यहाँ टोकिदियो, यहाँ यस्तो पारिदियो यार। कुचाइदिएको यहाँ एउटालाई कुचाइदिएको, अर्कोलाई खोइ रिसै उठेर आउँछ यार। कति छ नि मासला। बाटोभरि खोल्दै आएको है गाइज। आमामामा यार, माथि साइला अङ्कल पनि हुनुहुन्छ उता जुका गर्दै, जुका उता निकाल्दै। यहाँबाट बाटोमा हेर्ने पानी बब्बाल आइरहेछ है। तल झर्ना पनि बब्बाल छ होइन, तल झर्नैबाट आएको हामी। ल ल ल ल गाइज, सो गाइज हामी चाहिँ नाक्साङ पुग्न आँट्यौँ। अब त्यही हो, जुकाले खाएर ल्याङ हाने यार। खुट्टै रगत्तै रहेछ। कति छ नि हाम्रो टोलीहरू अगाडि गइसकिन्, सक्यो। अब हामी पनि जाँदैछौँ। धुपको कस्तो मिठो बास्ना आइरहेछ। ओ नाक्साङ हेर्नुहोस् गाइज होइन। ओहो पुग्यो हेर्नुहोस् गाइज, झर्ना है। यस्तो थियो र नाक्साङ, यस्तो थियो र। हेर्नुहोस् गाइज नाक्साङ, त्यहाँ नाकको सर्पहरूको त्यहाँ यो हाम्रो गाउँको यो झर्नालाई चाहिँ किन नाक्छाङा भनिन्छ भने, त्यो नाक झर्नाको त्यो झर्ने त्यो ढुङ्गाहरूमा होइन नाकको सर्पहरूको यस्तो यस्तो गरेको त्यो दागहरू छ क्या। त्यहाँ सेतो सेतो छ त्यो कालो ढुङ्गामा, स्टोरी बसेको डामहरू छ होइन। अनि त्यही भएर त्यसलाई नाक्छाङा भनेको। त्यताबाट पहिला सर्प पनि झर्थ्यो भन्ने सुनिन्छ कुराहरू। यो हाम्रो झर्नाले किन नाक्छाङा भनेको पुरै प्रश्न बुझाइदिनु त। नाक छ त्यही भएर नाक छ होइन। अनि त्यहाँ ढुङ्गामा पनि छाप छ होइन सर्पहरूको छाप पनि छ त्यहाँ नाक्छाङामा। हुँदै हो यो नुहाउने मान्छेहरू पनि छ, हेर्नु होला। यो बाबा पर्दैन, उतै खोलेको रहेछ उतै पर। अब जुत्ता खोलेर छिर्नुपर्ने होइन, त्यही हो। छिरिन्छ जुकाले सोत्थर खाइदिएको छ नि मेरो। जुत्ता खोज्छु म। जुकुले जुका त्यहीँ छ ऊ कस्तो
टिपेर हाल्नुपर्छ यसकोलाई तासिन सास दिदी ल ल हामी यहाँको नि कहिले जानु भएको मैले आएको तिमी म अस्ति पाएर तपाईँ तपाईँ त कहिले जानुहुन्छ 10 गते हुन्छ अब हिँडेको होइन लागेको म मासतिर लागेको जुका सुका नाक खुरी टिप्दै फालिन्छ के त्यस्ता नाथे जुका ब्याग त बोक्नु नै होला नि अब बोकिन्छ नि अब आओ वाउ ओहो यार के छ ओए भिडिन्छ अलिअलि है अलिअलि भिडिन्छ ओए आम्बो मेरो प्यान्टको हालत हेर्नु गाइस प्यान्टको हालत मेरो प्यान्टको हालत यस्तो छ म के भन्नु सक्दिनँ तर हाम्रो चाहिँ म खतरा भन्छ यार भ्यासला ओए तर चिप्लिँदैछ यार अलिअलि है नाकसाङा फाइनली we are here in Naksanga yo Naksanga त अर्कै थियो जस्तो लाग्यो बट इट्स डिफ्रेन्ट मैले थिङ्क गरेको भन्दा नि अलिकति डिफ्रेन्ट रहेछ आई वाज सक म्यान वाउ उयो सिमसिमे पानी पर्नु थाल्यो मजा आउने भयो यार आज के बोल्छ हौ हो यहाँ ल्याउँदै क्या बोलाउँदै छिटो नजुट्नु नि हौ भोकले मरिगइसक्यो होइन म जानुमा लागिसक्यो ब्याग पनि पकाएन ब्याग पकाएर हुन्छ ओहो पारा गाइस पारा यो आउनु यहाँ दामी छ यो जम तल ठिकै छ है ठिक छ भिजेर मोबाइल भिज्यो स्क्रिन छ पुस्नु पर्यो यार दिस इज आवर नाक्साङा यो यहाँ माथि ल गाइस आजको भिडियो यहीँसम्म See you